हेलो नमस्ते हजुरहरू एसई को एस्पिरेन्टहरू हुनुहुन्छ भने हजुरहरूको लागि नै यो भिडियो रहेको छ। हजुरहरूले अप्सनल म्याथमा ट्रिगोमेट्रीको रिलेटेड एउटा क्वेसन आउँछ कन्डिसनलसँग हैन, कन्डिसनल ट्रिगोमेट्रिक रेसियो वाला त्यो क्वेसन एउटा लिएर आएको छु हैन। त्यो क्वेसन कस्तो छ भन्दाखेरि स्टार्ट गरौँ है, ढिला नगरिकन स्टार्ट गरौँ है त। यस्तो छ के क्वेसन कस्तो छ, if alpha plus beta plus gamma equals to 2k छ, then prove that के प्रुभ गर्न भनिएको छ, sin k into sin k minus alpha plus sin k minus beta into sin k minus gamma equals to sin beta into sin gamma प्रुभ गर्न भनेको छ। हो ल, यसलाई कसरी प्रुभ गर्ने त हामी हैन। क्वेसन चाहिँ यो छ है, इफ अल्फा प्लस बीटा प्लस गामा इक्वल्स टु 2k देन प्रुभ दैट sin k into sin k minus alpha plus sin k minus beta into sin k minus gamma equals to sin beta into sin gamma। यसलाई प्रुभ गरौँ है। यसलाई प्रुभ गर्दाखेरि लेखौँ है, सोलुसन LHS equals to sin k into sin k minus alpha plus sin k minus beta into sin k minus gamma है। ल अब यसलाई प्रुभ गर्दाखेरि यसो हेर्नुहोस् त ल, यो यस्तो छ के, म यहाँ रफमा बुझाउँछु हैन। मानौ हामीसँग यदि sin a into sin b छ हैन, sin a into sin b छ, तर यहाँ 2 छ भने 2 sin a into sin b छ भने यो के को फर्मुला हुन्छ ल हेर्नु त, यो भनेको cos a minus b into cos a minus b minus cos a plus b हुन्छ। यो फर्मुलै हो एउटा। यदि यस्तो छ भने हामी यस्तो लेख्न सक्छौं। यो प्रोडक्टमा छ, यो सम र डिफरेन्समा हामी यो फर्मुला पढेछौं, त्यही भएर यस्तो छ भने हामी यस्तो लेख्न सक्छौं। यदि 2 sin a into sin b छ भने यस्तो लेख्न सकिन्छ। अब एउटा कुरा थाहा छ, धेरै स्टुडेन्टलाई गाह्रो भइरा हुन्छ, जस्तै sin x plus y plus z यो आउँछ थाहै हुँदैन। अब के हो त, केही पनि होइन, sin पछि के लेखेको छ, यो के लेखेको छ, त्यही सबै भनेको त्यही नै हो। जस्तै sin a, त्यसो भए यो जति छ नि sin a नै भयो। अब x plus y plus z यदि फर्मुला छ, जस्तै sin a plus b वाला फर्मुला, त्यति बेला त्यो लगाइहाल्छौँ। छैन भने डराउने होइन क्या, तर्सिने होइन देखेर कि यो के हो, गामा माइनस बीटा अल्फा माइनस केही पनि होइन, साइन पछि ए बी जस्तै बिहेभ गर्ने हो। जस्तै अहिले एउटा क्वेसनमा हाम्रो के छ, क्वेसनमा हेर्नु त ल, के माइनस अल्फा छ। के माइनस अल्फालाई हामी के गरौँ, के माइनस अल्फालाई अब हामी बी जस्तो ट्रिट गर्दियौँ। जस्तै यहाँ साइन यो के छ नि ए को ठाउँमा छ, जस्तै यहाँ हेर्नु त ल, साइन ए छ अनि यो साइन बी छ, त्यसो भए यो के माइनस अल्फा के भयो त, बी को ठाउँमा भयो क्या हो। यदि यहाँ 2 आइदियो भने, यो 2 आइदियो भने हाम्रो 2 साइन ए इन्टु साइन बी जान्छ, हो कि होइन। यो 2 आइदियो भने त्यसो भए यहाँ हेरौँ त, यो 2 आयो भने 2 साइन ए साइन बी जस्तो हुन्छ। अनि यसको फर्मुला हामी कसमा थाहा छ हामीलाई, कस ए माइनस बी माइनस कस ए प्लस बी हुन्छ हो। त्यसो भए अहिले बुझ्नुहोस् कि यहाँ ए को ठाउँमा के छ, अनि बी को ठाउँमा के छ, यहाँ हेर्नु त ल, अल्फा माइनस बीटा छ, अल्फा माइनस बीटा, के माइनस अल्फा होला नि, के माइनस अल्फा होला, यो छ। त्यसो भए यसलाई अब कसरी प्रुभ गर्ने त, ल हेर्नु त, यस्तो छ। यसलाई प्रुभ गर्दाखेरि 2 2 ले म तल माथि इन्टु गर्न सक्छु है।
टूले यदि तलमाथि इन्टु गर्यो भने अब हेर्नुहोस् माथि के हुन्छ साइन के इन्टु साइन के माइनस अल्फा अनि प्लस साइन के माइनस बीटा अनि इन्टु साइन के माइनस गामा। बुझेन हौ यो बुझ्नु भएन यो यस्तो छ क्या मैले के गरेँ इन्टु गरे हो क्या यो 2 ले यो माथि सबैलाई इन्टु गरे किनभने यसको अगाडि 2 ल्याउनु छ नि त 2 आयो भने हाम्रो फर्मुला बन्न जान्छ त्यही भएर 2 लेख्या हो क्या 2 ले इन्टु गरे अब 2 ले मात्रै माथि गरेर त हुँदैन त्यही भएर तल पनि गर्नु पर्यो हो त्यही भएर मैले तल पनि गरेँ। अब हेरौँ है 2 साइन के ठीक छ इन्टु अब साइन के माइनस अल्फा भयो हो अनि प्लस फेरि यो 2 ले यसलाई पनि गर्नु पर्यो सो 2 साइन के माइनस बीटा इन्टु साइन के माइनस गामा हो ल यस्तो छ क्या यो अल्फा बीटा गामा थियो क्या गामा छ ल। अब त्यसो भए तल त यसको 2 त छँदैछ 2 भयो हो ल। अब 2 साइन के साइन अब यो त साइन ए इन्टु साइन बी जस्तै 2 साइन ए इन्टु साइन बी छ त्यसो भए यसको फर्मुला भर्खर मैले के सिकाएँ कस ए माइनस बी माइनस कस ए प्लस बी। फर्मुला याद छैन भने के गरिरहनु भएको छ त फर्मुला त याद गर्नु पर्यो हो कि होइन ल त्यही भएर अब यहाँ हेरौँ त ल यो फर्मुला के को हो कस ए भनेको के छ रे के छ अहिले अनि बी भनेको के छ यो जहाँ जहाँ ए छ त्यहाँ यो राख्नुहोस् के जहाँ जहाँ बी छ यो फर्मुला भ्यालु पुटिङ हो क्या भ्यालु पुटिङ एन्सर लुटिङ टाइपको क्वेसन छ ल। अब जस्तै कस ए माइनस बी हुन्छ त ए भनेको के माइनस अब यो के माइनस अल्फा त यो पनि माइनस हुन्छ है फर्मुलामा माइनस यहाँ माइनस छ यसलाई केलाई त ठिक छ माइनस बनाए तर यो माइनसलाई यो माइनसले अब के बनाउँछ प्लस अल्फा बनाउँछ क्या बुझ्नु भएन। अब जस्तै यो माइनस थियो नि त बिचमा अनि बी भनेको त यो के अब के माइनस अल्फालाई यदि म माइनसले इन्टु गरिदियो भने कति आउँछ त यो आउँछ माइनस के अनि प्लस अल्फा आउँछ क्या त्यही भएर माइनस के प्लस अल्फा भयो के अनि यो ए भनेको त यो के छँदैछ ल प्लस अब माइनस किनभने यहाँ माइनस छ नि त फर्मुला ए माइनस त्यही भएर माइनस अनि कस ए माइनस ए प्लस बी छ क्या ए प्लस बी सो ए भनेको कति के प्लस बी भनेको प्लस के अनि प्लस माइनस माइनस अल्फा सो के प्लस के माइनस अल्फा प्लस 2 अब यो 2 साइन ए इन्टु साइन बी फेरि यो ए जस्तो भयो यो बी जस्तो भयो यो पुरै के माइनस गामा के माइनस बीटा यो सबै यो बी यो ए यो बी जस्तो भयो क्या त्यसो भए के गर्ने 2 साइन यो जुन छ नि यसलाई के फर्मुला बनाउन सकिन्छ यस्तै क्या कस के लेख्न सकिन्छ के माइनस बीटा मतलब यो ए को ठाउँ भयो अनि माइनस यो के अनि माइनस माइनस प्लस के गामा हो यो भयो ए माइनस बी अनि बिचमा हुन्छ माइनस अनि के कस ए प्लस बी मिन्स के माइनस बीटा अनि प्लस यो प्लस है प्लस के माइनस गामा बुझ्नुभयो यति चाहिँ बुझ्नुभयो कि बुझेन भने भन्नु है ल। अनि बाई तल त 2 छँदैछ हो कि होइन ल। अब माथि हेर्नुहोस् त ल यो के प्लसमा छ यो के माइनसमा छ यो र यो काटेको बुझ्नुभयो होला ल। त्यस्तै किनभने माइनस प्लस त क्यान्सल हुन्छ नि त अब के बाँकी भयो कस अल्फा बाँकी भयो माइनस ल। अब यहाँ कस के प्लस के भनेको 2k सो कस 2k माइनस अल्फा ल अनि प्लस अब हेर्नु ल यो के छ माइनस बीटा छ माइनस के छ यो के र के काटेको फेरि बुझ्नुभयो किनभने यो माइनसमा थियो यो प्लसमा छ काट्यो ल। अब यो गामा छ प्लसमा यो माइनस बीटा छ के बाँकी छ अब कस गामा अगाडि लेखिदिउँ किनभने प्लसमा छ माइनस बीटा पछाडि लेखिदिउँ किनभने माइनसमा छ माइनसलाई पछाडि प्लसवालालाई अगाडि लेख्यो अरू के पनि गरे भने ल त्यस्तै माइनस अब कस यहाँ हेरौँ के बाँकी छ
यो के बाँकी छ प्लस के बाँकी छ, के प्लस के कति भयो 2k भयो हो। अनि माइनस बीटा माइनस गामा, माइनस बीटा माइनस गामा, गामा हो है ल, यो गामा हो ल। त्यसपछि अनि बाई तल त 2 छँदैछ ल। अब यसरी हेर्दाखेरि के देख्यो यो, अब एउटा कुरा म यहाँ तपाईँलाई अलिकति म सम्झाउन खोजेँ। जस्तै हामीसँग के छ यहाँ हेर्नु त ल, अल्फा प्लस बीटा प्लस गामा इक्वल्स टु 2k छ, के छ 2k, कहाँबाट यहाँबाट हेर्नु न छ क्या 2k छ यहाँ क्या, बुझ्नु भएन, अल्फा प्लस बीटा प्लस गामा इक्वल्स टु 2k छ हो। त्यसपछि अल्फा प्लस बीटा प्लस गामा इक्वल्स टु 2k हामीलाई दिएको छ। यहाँबाट मलाई अल्फाको भ्यालु निकाल्नु छ भने यो बीटा प्लसमा छ, उता गएर के हुन्छ 2k माइनस बीटा हुन्छ। त्यस्तै यो गामा पनि के हुन्छ माइनस गएर उता माइनस गामा हुन्छ, हो कि होइन ल। त्यसो भए जहाँ अल्फा छ त्यहाँ 2k माइनस बीटा माइनस गामा लेख्न सकिन्छ, र जहाँ 2k माइनस बीटा छ माइनस 2k माइनस बीटा माइनस गामा छ भने त्यहाँ अल्फा लेख्न सकिन्छ। त त्यसो भए यो कस अल्फा त ठिक छ ल, म यसको ठाउँमा अल्फा राखिदिन्छु कि यहाँ काटिदिन्छु म, कुनै एउटा यहाँ यो राख्न सकिन्छ अथवा यहाँ हेर्न सक्नुहुन्छ यो राख्न सकिन्छ हो ल, किनभने यहाँ गिभनबाट है त ल। त्यसो भए कस अल्फाको ठाउँमा अहिले के राखौँ भन्दाखेरि कस अल्फा ल, कस अल्फा नै भयो माइनस यो। अब फेरि एउटा कुरा अझै के हेर्नुहोस् त, जस्तै अल्फा प्लस बीटा प्लस गामा इक्वल्स टु 2k छ हो 2k छ। त्यसो भए यहाँबाट म 2k माइनस अल्फा, जस्तै यो अल्फालाई उता गरिदिन्छु भने बीटा प्लस गामा यता बाँकी हुन्छ, उता चाहिँ 2k माइनस अल्फा हुन्छ। यसको मिनिङ के देख्यो, यो 2k माइनस अल्फा जुन छ नि यसको ठाउँमा त बीटा प्लस गामा पनि लेख्न सक्यो, बीटा प्लस गामा पनि लेख्न सक्यो। हामीलाई प्रुभ गर्ने बेलामा पनि बीटा र गामाको फर्ममा मात्रै लेख्नु छ, त्यही भएर अनि यसको ठाउँमा हामी अल्फा लेखिहाल्छौँ। अनि अल्फा यो माइनसमा छ यो प्लसमा, यो काटिहाल्छ, मतलब हल्का सेन्स हाम्रो काम गरिरहेछ ल। त्यसो भए यहाँ हेर्नु त, अब कस माइनस भयो यो 2k माइनस अल्फा, कस 2k माइनस अल्फा, 2k माइनस अल्फाको ठाउँमा बीटा प्लस गामा लेख्न सकिन्छ, सो बीटा प्लस गामा लेखिदिएँ मैले ल, ठिक छ ल। प्लस कस, अब यो के छ गामा माइनस बीटा त छँदैछ, उता माइनस यो 2k माइनस बीटा माइनस गामा, 2k माइनस बीटा माइनस गामा भनेको अल्फा हो कि होइन, सो माइनस कस अल्फा लेखिदिए यसको ठाउँमा। अनि तल के छ 2 छ है ल। अब यो कस अल्फा के छ प्लसमा, यो कस अल्फा के छ माइनसमा, त्यसो भए यो क्यान्सल इच अदर भयो कि भएन, भयो है भयो ल। त्यसो भए अबको स्टेपमा हेर्नु त ल, यो के छ कस बीटा माइनस गामा, यहाँ सुन्नुहोस् है, यो कस बीटा माइनस गामा, अनि यो छ माइनसमा, यो कस गामा माइनस बीटा छ प्लसमा। त्यसो भए यसलाई म अगाडि लेखिदिन्छु, कस प्लसवालालाई कस गामा माइनस बीटालाई अगाडि लेखिदिए, र माइनस कस बीटा प्लस गामालाई पछाडि लेखिदिए, ठिक छ ल, एउटै कुरा हो है त ल। अनि बाई के 2 यसरी लेखिदिए है, यतिसम्म त क्लियर छ नि ल। अब सुन्नुहोस् है, अबको स्टेपमा के हुन्छ भन्दाखेरि यो पुरै जुन छ नि यो सी मानिदिएँ मैले, यो पुरैलाई डी मानिदिएँ, सो कस सी माइनस कस डी को फर्मुलामा गयो क्या, कस सी माइनस कस डी को फर्मुलामा। र कस सी माइनस कस डी के हुन्छ अरे, कस सी माइनस कस डी हुन्छ, कस सी माइनस कस डी के हुन्छ 2 साइन सी प्लस डी बाई 2 इन्टु साइन डी माइनस सी बाई 2 हुन्छ यो फर्मुला। अब यहाँ युज गर्छौँ है त ल। जस्तै 2 छ 2 लेख्नुहोस् ल, अनि साइन लेख्नुहोस् है, अनि सी प्लस डी, सी भनेको गामा माइनस बीटा, अनि प्लस अनि बीटा त बीटा प्लस गामा ल, अनि बाई के 2 यसरी 2 लेखेँ मैले हो ल, अनि इन्टु फेरि साइन
यो फर्मुलामा हो क्या 2 sin c plus d त यो भयो sin c plus d। अब sin d minus c त d भनेको के बीटा प्लस गामा। ल हेर्नुहोस् है बीटा प्लस गामा अनि माइनस के बीटा अनि माइनस गामा हुन्छ किनभने माइनसले यो प्लसलाई पनि के बनाउँछ माइनस। यो जुन डी माइनस माइनस जुन छ नि यो माइनसले यो प्लसलाई के बनाउँछ माइनस बनाउँछ अनि बाइ के 2। ल त त्यसो भए तपाईले बुझ्दै अहिलेसम्म बुझ्दै गइरहनु भयो होला भन्ने आशा गरिरहेको छु। ल हेर्नुहोस् है त्यसपछि के छ भन्दाखेरि यो जुन के भयो रे 2 होइन 2 नै हो अनि तल पनि त 2 छ नि त हो यो 2 लेखिदिए ल यो तलको 2 यहाँ छँदैछ। अब यो 2 र 2 काट्यो हो काट्यो। ल त्यसपछि यहाँ हेर्नु त ल यो छ प्लसमा बीटा यो छ माइनसमा बीटा यो र यो पनि काट्यो। यो गामा प्लस गामा भनेको कति हो sin 2 गामा भयो बाइ यो 2 त छँदैछ। कसैले यो 2 र यो 2 काट्दिन्छ त्यो त एकदम रङ हो नि सरासर पाप हो क्या त्यो। यो एङ्गलमा भएको 2 र यो अगाडि भएको कोफिसिएन्टवाला 2 ले कहाँ काट्न मिल्छ त मिल्दैन नि। यो 2 ले यो 2 लाई काट्न मिल्दैन है बुझ्नु भयो नि। ल त्यही भएर अब एङ्गलमा भएको 2 ले बरु यो 2 र यो 2 काट्न मिल्छ क्या। त्यस्तै यहाँ के छ साइन के अब हेर्नु त ल यो गामा र यो गामा के छ माइनस प्लसमा छ क्यान्सल भयो बीटा प्लस बीटा कति भयो 2 बीटा भयो बाइ 2। अब यो 2 र 2 क्यान्सल ल क्यान्सल भयो। त्यस्तै साइन कति साइन अब यो कति गामा बाँकी छ त गामा लेख्नुहोस् इन्टु साइन यो कति बाँकी छ बीटा बाँकी छ बीटा। अब यसैलाई नै हामी के लेख्न सक्छौँ भन्दाखेरि यसलाई नै के लेख्न सक्छौँ यसलाई नै हामी अब यो हेर्नु त बीटा साइन बीटा इन्टु साइन गामा प्रुभ गर्नु थियो। त्यसो भए हामीले अब यो बीटालाई अगाडि लेख्दिउँ साइन बीटा इन्टुमा छ नि त जस्तै 2 इन्टु 3 त त्यसो भए यसलाई म 3 इन्टु 2 पनि त लेख्न सक्छु हो। त्यही भएर ल साइन बीटा इन्टु साइन गामा हेन्स RHS प्रुभड। ल RHS प्रुभड यसरी लेखिदिए है त। ल बुझ्नु भयो होला क्या यो मैले केही पनि गरे होइन जस्ट फर्मुलाहरूमा जस्तै यो 2 किन राखेँ किनभने 2 छ नि त फर्मुलामा 2 sin A sin B यस्तो छ क्या। त्यही भएर यो बुझेन भने एकचोटि फेरि रि गरेर हेर्नुहोस् कहीँ कतै केही डाउट छ भने रि गरी हेर्दाखेरि आफै डाउट क्लियर हुन्छ। मैले भयोभरको कुरा एक्सप्लेन गरे हो ल ठिक छ। सो द्याट्स अल फर टुडे थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई बाई सी इन द नेक्स्ट भिडियो हस् त।